हजुरहरु सबैलाई नमस्कार। आज म हजुरहरुलाई एउटा महत्त्वपूर्ण कुरा भन्न गइरहेको छु, त्यो हो टोफु। टोफु, जसलाई सोया पनिर पनि भनिन्छ, टोफु सोयाबिन भटमासबाट तयार हुन्छ। यो स्वस्थ, सस्तो र पौष्टिक खानेकुरा हो जसलाई हाम्रो दैनिक खानामा समावेश गर्नु अत्यन्तै लाभदायी हुन्छ। टोफुमा प्लान्ट आधारित प्रोटिन प्रशस्त हुन्छ र कोलेस्ट्रोल रहित हुन्छ। मोटोपन कम गर्न, मुटुको स्वास्थ्य सुधार गर्न, स्ट्रङ मांसपेशी र हड्डी बनाउन यो एकदम उपयुक्त हुन्छ। टोफु खानाले खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ, मुटुको स्वास्थ्य सुधार्छ, तौल नियन्त्रणमा राख्छ, शरीरलाई आवश्यक पौष्टिक तत्त्व र ऊर्जा दिन्छ। किन टोफु खानुपर्छ? किनभने स्वास्थ्य नै सम्पत्ति हो। स्वास्थ्य नभई जीवनका अरू कुरा बेकार हुन्। त्यसैले पौष्टिक खानेकुरा जस्तै टोफु रोजौं र आफ्नो शरीरको ख्याल गरौं। शरीर नै हाम्रो सबैभन्दा मूल्यवान सम्पत्ति हो। टोफु र पशुजन्य पनिरको तुलना नगर्नुहोस्। टोफु कोलेस्ट्रोल रहित र हल्का पच्ने हुन्छ। पशुजन्य पनिरमा धेरै फ्याट र कोलेस्ट्रोल हुन्छ। टोफुले स्वास्थ्यलाई लामो समयसम्म सुरक्षित र बलियो बनाउँछ। बजारमा धेरै नक्कली र मिलावट भएको वस्तु उपलब्ध छन्, त्यसैले छान्दा सचेत हुनुहोस्। याद राख्नुस्, तपाईको शरीरको ख्याल अरूले गर्दैन, आफैले गर्नुपर्छ। त्यसैले अर्ग्यानिक ताजा नेपाली सोया टोफु आफ्नो खानामा समावेश गर्नुहोस् र स्वस्थ जीवनको मजा लिनुहोस्। टोफु अर्डर गर्नका लागि हामीलाई सिधै मेसेज गर्नुहोस्। तपाईको स्वास्थ्य नै हाम्रो प्राथमिकता हो।